कुनै पनि व्यक्तिले म नेपाल विद्यार्थी संघ रहन्न भन्न पाउँछ। संविधान प्रदत्त अधिकार हो, नागरिक स्वतन्त्रताको उपभोग गरेर उसले म यहाँ रहन्छु या रहन्न भन्न पाउँछ। तर संस्थाको हकमा पार्टीले दिएको आबद्धता, पार्टीको सन्तान जस्तै हो नेपाल विद्यार्थी संघ। त्यसो भएको हुनाले यसका विषयमा पार्टीले छलफल गर्छ, निर्णय गर्छ। नम्बर 1 कुरा। अर्को कुरा, पार्टीभित्र पनि विशेष परिस्थिति छ, मुलुकमा पनि विशेष परिस्थिति छ र निर्वाचनबाट नयाँ दल उदाएको छ, सरकार बनाउँदैछ। यो बेलामा नेपाल विद्यार्थी संघको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक छ। 40 वर्ष उमेर मुनिका झण्डै 1 करोड 20 लाख जनसङ्ख्या नेपालमा छ। यो असाध्यै ठूलो जनमत हो, झण्डै आधा जनसङ्ख्याको हिस्सा झण्डै पुग्छ। भनेपछि यति ठूलो जनमतलाई चाहिँ कसैले पनि कुनै पनि राजनीतिक दलले उपेक्षा गर्यो भने चाहिँ त्यो चाहिँ वास्तवमा मूर्खतापूर्ण सिद्ध हुन्छ, साबित हुन्छ। त्यसैले हामीले चाहिँ केन्द्रीय कार्य समितिको बैठकले नै यो विषयमा केही नीतिगत निर्णयहरू हामीले गर्नुपर्छ।